सो आज चाहिँ हामी ललितपुरको दलचोकी भन्ने ठाउँतिर जाँदैछौँ अनि यो धेरै काठमाडौँबाट धेरै नजिकको ठाउँ हो जहाँ चाहिँ हामी घुम्न अनि जान सक्छौँ। मेबी 1 आवर जतिको बाइक राइड पछि हामी त्यो ठाउँमा पुग्न सक्छौँ र हाम्रो होल टिम हाम्रो होल चर्च आज हामी पिकनिक जाँदैछौँ त्यो ठाउँमा। हेलो गाइज, हामी फेरि पनि आइसकेको छौँ। अहिले चाहिँ हामी बाइकमा छौँ। अहिले अघि नै सुन्नु भएको छ। सो आजको हाम्रो यात्रा चाहिँ दलचौकी भन्ने ठाउँमा लागेको छ। अहिले बिहानको समय भएर नि होला, खासै गाडीहरू छैन, रोड एकदम ओपनै छ। हेर्नुहोस् नम्बर टिप्नुहोस् यो गाडीको। हजुर अहिले नम्बरकै ब्याट्री पुग्दैन। ल एकदम ब्याग हो नि त। त्यताबाट आएको बाटोबाट चाहिँ स्ट्रेट जाने होइन कि त्यहाँबाट तलतिर अलिकति ढिला भट्टा गर्दैन। त्यसको लागि म म्याप राखिदिन्छु यसमा। ल इफ तपाईँ 10 बजेभन्दा अगाडि उठ्नुहुन्छ यात्रा भनेको चाहिँ सिधै उकालो हुन्छ। अब के हो भन्दाखेरि चाहिँ अब हजुरहरूलाई यता थाहा छ भने चाहिँ कमेन्ट सेक्सनमा प्लिज कमेन्ट लेखिदिनु होला, कमेन्टमा लेखिदिनु होला कहाँको रोड भन्नु पर्दाखेरि चाहिँ त्यही पनि यो सबै गएको छ। अलिक तल देखाउनु मन तर मैले माफी मम्मो के अरे मम्मो बाबु गाडी सो हामी छौँ यहाँ हाम्रो पिकनिक स्पटमा हामी आइपुगेका छौँ र एकदम राम्रो रहेछ ठाउँ है। सो यो दलचोकीबाट हामी यतापट्टि यो हामी यता देख्न सक्छौँ, यो तराईको साइड है, तराईको साइड यताबाट देख्न सकिन्छ। अनि यो चाहिँ हाम्रो काठमाडौँ भयो है। अनि यो बाटो हामी यो बाटो आयौँ, तपाईँ देख्न सक्नुहुन्छ होइन। सो बिचबिचमा चाहिँ अलिकति बाटोहरू अलिकति डेन्जर भए पनि तर नआउने किसिमको बाटो चाहिँ छैन। अलिअलि गाह्रो साह्रो गरी आउन सकिन्छ यो ठाउँ। सो काठमाडौँबाट धेरै टाढा पनि होइन, एकदम राम्रो ठाउँ छ। सो यहाँनिर यो आर्मी ब्यारेक पनि एउटा छ अनि प्लस यहाँ माथि एउटा हस्पिटल पनि रहेछ है। अनि यो छ ठाउँ एकदम राम्रो छ। हाम्रो किरण भाइले के भन्दै हुनुहुन्छ? ओके जो तल तपाईँहरूलाई अघि स्वागत गरेको थियो अनि ठाउँहरू अलिअलि देखाएको थिएँ। कति ठाउँ चाहिँ देखाएन पनि त्यो पनि म यो फेरि एकदम हेर्न व्यस्त थिएँ म, कति कुरा क्याप्चर गर्न सकिँदैन। हजुरलाई पनि थाहा होला, अब घुम्न आउँदाखेरि आफू घुमौँ कि यसलाई घुमाऊँ भन्ने कुरा हुन्छ। सो कति कुराहरू चाहिँ बाटोमा देख्न सकेन, देखाउन सकेन भन्ने कुरा यसमा चाहिँ माइनर होला। त्यसको लागि चाहिँ एक्सट्रिमली सरी। सो थ्याङ्क यू। सो हाम्रो चर्चको सबै मेम्बर्सहरू गाडीमा आउँदै हुनुहुन्छ। अल टुगेदर वी हेभ 2 बसेस। सो हामी अब अर्को पार्टमा कन्टिन्यू गर्नेछौँ। सो नेपालमा एउटा नराम्रो ट्रेन्ड चाहिँ के भयो भन्दाखेरि यसरी यो जुन सिसाको बोतलहरू छ यो चाहिँ जहाँ हामी पिकनिक जाने गर्छौँ यो चाहिँ हामी फालेको पाउँछौँ होइन, फुटाएर फाल्ने के। सो यो चाहिँ एकदम नराम्रो ट्रेन्ड हो। जस्तै अलमोस्ट 1 आवर जति लगाएर वी कलेक्टेड दिस मच अमाउन्ट अफ यो 4 होइन। सो हामी जहाँ पनि जान्छौँ यो बानी चाहिँ हामी नगरिदिउँ, किन भन्दा हामीले एकचोटि घुमेर त्यो ठाउँ
हामी गइसकेपछि अरू पनि आउने हुन्छ हैन त्यो कारणले गर्दाखेरि फर द सेक अफ अदर पिपल अल्सो हामी यस्तो काम चाहिँ नगरिदिउँ हामी अलिकति चेतनशील प्राणी भइसकेपछि हामीले यो कुरा चाहिँ नगरिदिउँ यस्तो कुराहरू चाहिँ एकदम प्रपरली एउटा ठाउँमा फाल्ने गरिदिउँ यसरी फोहोर नगरिदिउँ है त बस Right now he's sitting on the tree because I'm not a bag. जय मसी आन्टी जय बाटो सजिलो छ हजुर जय मसी जय मसी ठिकै छ केही फरक पर्दैन अब जय मसी हजुर ल्याएन अन्त जय मसी ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर भनिदिनु न सबैले ह्याप्पी न्यु इयर यतै हो यतैबाट ह्याप्पी न्यु इयर त्यसै ह्याप्पी न्यु इयर भनिदेऊ न ह्याप्पी न्यु इयर भनिदेऊ त तिमीले भनिदेऊ जय मसी ह्याप्पी न्यु इयर भनिदेऊ धेरै टाढा छैन आन्टी तर जय मसी आन्टी ह्याप्पी न्यु इयर भनिदिनु तपाईँ ल सबैजनालाई भनिदिनु है कति पनि दियो सोध न त्यहाँ त्रिपाल गाडेर देख्नुहुन्छ साउलिन चाइना दानियल टिङवाङ साउलिन टिङवाङ डङ गाड्नु न ल यो त्यहाँ गाडेर साउलिन ठाउँ यहाँ कति छ त्यहाँनिर किचन देख्नुहुन्छ है तपाईँलाई आजको दिन के कस्तो लागिरहेको आज नयाँ वर्षको दिन एकदमै खुसियाली एकदमै ह्याप्पी न्यु इयर सबैजना त्यो ग्यास अलिक सानो पाउनु पर्ने न धेरै ठुलो गर्नु जयसी ह्याप्पी न्यु इयर म्याउ गर्दै कान्छ म्याउ गर्दियो म्याउ गर्दै जय शान्ति यस्तो नि हजुर के छ ह्याप्पी न्यु इयर जयसी जान्छ आइफोन आइफोनबाट किन्दियो एक दो तीन चार चारजना जयसी जय शान्ति ल मेडन पुग्छ होला रोजनलाई धेरै पछि जयसी ठाउँ भइसकेर आजको चिनो रोशन ओ रोशन
तपाईँलाई कस्तो हो के दुई शब्द दुई शब्द के भन्नु छैन टोप मिलेर अब सङ्गति सुरु हो दाइ खाने सेक्सन सक्यो तपाईँको नाउँमा भजन गाउनु असल कुरा हो असल कुरा हो आज 1 गतेदेखि म 1, 2, 3 भन्दै जान्छु 1 गते जो पहिला पर्छ त्यसले त्योदेखि बस्दै जान्छु है त मैले भने बुझ्नु भएको छैन के बुझ्नुभयो म 1 गते मैले 1 गतेदेखि वैशाख होइन वैशाख सिद्धिन्छ जेठ असार हुँदै जान्छ होइन त्यसरी तपाईँ लाइन मिलेर बस्नुपर्छ है के गर्ने ध्यान दिएर सुन्नुपर्छ है $15 minutes मात्रै हाम्रो आजको होमस्टे Happy New Year to the भिडियो हेर्दै हुनुहुन्छ तपाईहरुको 2000 कति गएको थियो हैन गएको चाहिँ अब एकदमै राम्रो होस् तपाईहरुले धेरै धेरै आशिष दिनु भएको होस् Happy New Year कर्नर भन्छ है सिस्टर भने पापा ल भन हैन बस्नु पर्छ ह Happy New Year भन न Happy New Year Happy New Year विश गर्नुभएको छ तपाईँहरूलाई पनि आशिष दिनुभएको होस् हामी सबैजनालाई सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु धन्यवाद ह्याप्पी न्यू इयर भन्दै के छ म्यासेज तिम्रो स्पेसल म्यासेज Happy New Year तिन मात्रै हो अरू
अरू अरू नयाँ वर्षमा ठुल्ठुलो काम गर्नु प्रदेशको सेवा गर्नु आमेन ल एन्जल अनि सलाम एभ्रिवान मेरो नाम आशा घटी मगर तिमी आज कहाँ छौ आज म डोल्चोकी हो क्यारे है यहाँ आएको छु ठाउँको बारेमा के भन्छ कस्तो लाग्यो तिमीलाई यो ठाउँ धेरै राम्रो लाग्यो अझै उता माथि टुप्पोमा पुग्न मन थियो है पुग्न पाइनँ मन दुख्यो ढिलो हुन्छ भन्नुभयो अलिक चाँडा गयो पुग्न पाइने रहेछ अर्को पालि आएर पुग्यो होला माथि तपाईँहरूले आउनु होला धेरै राम्रो हुन्छ पानी परेको बेला नआउनुहोस् चिप्लिन सक्नुहुन्छ यति नै हो म भन्न चाहन्छु गाइस फेरि पनि म भ्लगमा आइसकेको छु तपाईँको आफ्नो प्यारो किरण तामाङ जो सुरुमा भ्लग स्टार्ट गरेको थियो बाइकबाट सो तपाईँहरूलाई फेरि आज यहाँ दलचौकीमा सजाएर स्वागत छ यसरी हाम्रो आज भएको सबै प्रोग्रामहरू चाहिँ सकेर खाएर हामी आएका छौँ प्लिज त्यसमा नहुनुहोला म कन्टिन्यू गर्दैछु यता 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 यस्तो साइड रोलहरू अलिकति फोकस नगरौँ ब्याकग्राउन्ड म्युजिक ब्याकग्राउन्ड के भन्छ मान्छेहरूलाई सो अब हामी चाहिँ गरी यहाँबाट त्यहाँ उता देखाउनु त त्यहाँ चाहिँ त्यो व्हाइट हाउस जान्छौँ जुन व्हाइट हाउस चाहिँ रुखभन्दा सानो छ त्यो व्हाइट हाउसमा जाँदैछौँ तर नो वरिज हामी अर्को ठाउँमा आउँदा डेफिनेटली त्यो ठाउँमा पनि जान सक्छौँ सो हामी जाँदैछौँ यो ठाउँबाट सो अहिले 3:30 जति बज्यो होला होइन हामी यो ठाउँबाट मुभ गर्दैछौँ अनि अलमोस्ट 1 आवर जति राइडिङ पछि हामी अब हामी ठाउँमा पुग्दैछौँ है त ओके अलमोस्ट प्याकअप हुँदैछ हाम्रो टिमहरू जो सो अब हामी अलमोस्ट यहाँबाट लिभ गर्दैछौँ सो यो ठाउँ छ होइन यो ठाउँ चाहिँ धेरै राम्रो रहेछ तपाईँ पनि आउन सक्नुहुन्छ दलचोकी भनेर अनि भेरी वन्डरफुल प्लेस अनि राम्रो ठाउँ पनि रहेछ यहाँ होइन पिकनिकको स्पटको लागि तपाईँहरू ग्रुपसँगै आउन सक्नुहुन्छ अनि भिजिट दिस प्लेस है त भेरी वन्डरफुल त्यही हो सायद त्यो बाटो चाहिँ होला हेड जाने हेरेर जाने उतापट्टिको सायद त्यही हो हेर्दै जानु अब